हेलो गाइस, यही भिडियो मार्फत म मेरो जेन्जी युवाहरूलाई के भन्न चाहन्छु भनेपछि होइन, परिवर्तन चाह्यो भने हुने कुरा हो होइन, तर परिवर्तन नहुने अवस्था छ। अझै पनि त्यो झोलेहरूले झोला बोकिरहेको अवस्था छ। त्यसरी अब होइन झोला बोक्ने हो, उहाँको फिल्ममा झोले छ अरे होइन। त्यसरी झोले भएर हिँड्नु चाहिँ ठिक होइन केटा। किनभने अब अर्काको अब पछि परेर अर्कोलाई हाइलाइटमा ल्याएर सक्नुहुन्छ भने तपाईँ आफू हाइलाइटमा जाने कोसिस गर्नु के। अर्कालाई हाइलाइटमा किन ल्याउने बाबा? अर्कालाई ल्याएर केही हुन्छ? आफू जाने कोसिस गर्नु हाइलाइटमा, आफू चर्चामा आउनु पर्यो, आफूले गर्नु पर्यो नि त। तपाईँ अर्काको लागि गर्दै हुनुहुन्छ, अर्काको झोला बोक्दै हुनुहुन्छ। तपाईँको लागि कसले गरिदिने? तपाईँको छोराछोरीको लागि कसले गरिदिने? तपाईँ अब ल म एमाले पार्टीको हो यता उता भनेर सान हान्दै हिँड्नुहुन्छ, गाउँमा भाइ लडाक गर्दै हिँड्नुहुन्छ। तपाईँको छोराछोरी अब खाडीमा कति डिग्रीको घाममा कसरी सडिरहेको छ त्यो पनि हेर्नु के। तपाईँको काखमा अहिले छोरा किन छैन? तपाईँको छोरा अहिले कुन परिस्थितिसँग लडिरहेको छ? यो सबै बाध्य कसले बनायो त होइन? त्यही भएर यो एमाले, माओवादी, यो काङ्ग्रेस, यो रासोपा, यो के भन्छ यो रापरपा होइन, यो सब केही होइन के। यो पार्टी विपार्टी भनेको मान्छे बिचको भेदभाव हो कि। मान्छे अब आत्मा उयो हो, शरीर उयो हो होइन। मान्छे अब सानो ठुलो रे होइन, त यस्तो रे, म उस्तो रे, म एमाले रे, त कङ्ग्रेस गरे, त मेरो पार्टीको होइनस् रे, तँलाई सपोर्ट गर्दिन रे होइन। किन भेदभाव गर्ने के? धर्मको नाउँमा भेदभाव, पार्टीको नाउँमा भेदभाव, जातिको नाउँमा भेदभाव, धनीको नाउँमा भेदभाव। त गरिब होस् त हामीसँग बस्नु हुँदैन, तैँले केही गर्न सकेको छैनस्, तेरो लेभल छैन हामीसँग बस्ने अरे कि। त्यस्तो पनि हुन्छ यार होइन। त्यही भएर गाह्रो अवस्था छ। नजाऊ अनि रुममै बस्यो भने त त्यहाँ हजुरले घुम्न ल्याउने आफू थाक्यो अरे भोक लाग्यो अरे हो त्यहाँ त भोक लाग्यो अटो बुकिङ भइसक्यो घुम्दै जाने क्या रोममा यत्रो बाटो रहेछ धन्न अघि नै छोड्यायो त्यो। त्यसै उ गरेर ऊ पाड्यो के त्यो। टिकट त अब काट्नै पर्थ्यो नि त हामीले त। हिँडे पनि अटोमा गए पनि अटोको 10 रुपियाँ काट्यो, हामीको 20 रुपियाँ काट्यो कि।